म तिनकुनेबाट चाबे जाने गाडीमा थिएँ। गाडी तिनकुनेमै रोकिएको थियो। सहचालकले मानिसहरूलाई बोलाउँदै थिए। 15 मिनेटपछि गाडी बिस्तारै गयो। मेरो छेउमा भएको सिट खाली थियो। एक व्यक्ति आएर बसे, तर पनि मैले वास्ता गरेको थिइनँ। मेरो हातमा मोबाइल थियो र कानमा इयरफोन। म गीत सुन्दै थिएँ, त्यो पनि ठुलो आवाजमा। छेउमा भएको व्यक्तिले अचम्म पाराले मलाई हेर्दै थिए र मलाई इसारा गरेर इयरफोन देखाए, तर पनि मैले वास्ता गरेको थिइनँ। केही क्षणपछि मैले गीत बन्द गरेँ र बाहिर हेर्न थालेँ। मेरो छेउमा भएका व्यक्तिले भने, गीत त अरूलाई पनि सुनाउनु हुँदो रहेछ। म मौनै भएँ र हामी दुवैजनाका आँखा जुट्यो। त्यही क्रममा गाडी घचक्क भयो र म उनीसँग ठोकिन पुगेँ र मैले सरी भने। उनीहरूले केही छैन भने। गाडी रफ्तारमा गुड्यो। केही बेरपछि म चापेल चोकमा झरेँ। उनीहरूले मलाई हेरिरहेका थिए। यो क्रम धेरै दिनसम्म चलिरह्यो। हामी बीच कमै कुरा हुन्थ्यो। हामीले भेटेको 1 महिनापछिको कुरा हो। गाडी तिनकुनेमा थियो। मेरा आँखाहरूले उनीलाई खोजिरहे। उनको बानी भइसकेको थियो। म झ्यालबाट हेरिरहेँ, तर उनी आएनन्। यो धेरै दिनसम्म चल्यो र म उनीलाई कुरेको थिएँ। मनमा आशा थियो कि उनी आउँछन् भनेर, तर उनी कहिले आएनन्। उनको बारेमा मलाई केही थाहा थिएन। मलाई उनी मन पर्न थालेको थियो। मलाई उनको कुरा सुन्न मन लाग्थ्यो र उनीलाई हेर्न मन लाग्थ्यो। तर हाम्रो भेट केही क्षणको लागि मात्र रहेछ। मनमा धेरै प्रश्नहरू थिए। उनी कहाँ गए? मेरो याद आउँछ कि आउँदैन? मिल्नु थियो भने किन मसँग छुटिएको? कहाँ छौ तिमी? तिमीलाई कुर्दा कुर्दै 2 वर्ष बित्यो। कहाँ छौ तिमी?